हजुरहरूलाई पनि एउटा गेमिङ पिसी बनाउनु मन छ, तर अहिलेको प्राइस इन्क्रिजको कारणले 30,000 40,000मा के एउटा गेमिङ पिसी बन्छ भनेर सोचिरहनु भएको छ भने हजुरहरूले टेन्सन नलिनुहोस्, किनकि 30,000 40,000मा एउटा राम्रो गेमिङ पिसी बन्न सक्छ। म यो भिडियोमा हजुरहरूलाई सबै कुरा क्लियर गरिदिन्छु कि हजुरहरूले आफ्नो 30,000 कि 40,000को बजेटमा एउटा राम्रो गेमिङ पिसी कसरी बनाउन सक्नुहुन्छ। 30,000 कि 40,000को बजेटमा एउटा फर्स्ट ह्यान्ड गेमिङ पिसी बनाउँछु भने त हजुरहरूले सोच्नु नि भएन सुरुमा, किनकि बनाए पनि हजुरले एउटा अफिस पिसी बनाउन सक्नुहुन्छ जुनमा चाहिँ खासै केही राम्रो स्पेक्स छैन। सुरुमा हजुरहरूले फेसबुक मार्केट प्लेस अथवा हाम्रो बजारमा गएर एउटा 25,000 पर्ने अथवा 28,000 पर्नेसम्मको एउटा पिसी किन्नुपर्छ। म यहाँ भिडियोमा साइडमा देखाइदिन्छु कस्तो पिसी हो। त्यसपछि हजुरहरूले बचेको पैसाबाट पिएसयु मतलब पावर सप्लाई र एउटा ग्राफिक्स कार्ड किन्नुपर्छ। अहिलेको यतिको हजुरको बजेटमा RX 580 चाहिँ सबैभन्दा बेस्ट र सुटेबल हुन्छ जस्तो मलाई लाग्छ, किनकि यो 8 GB को ग्राफिक कार्ड हो र यसले गेमिङमा नि राम्रो सपोर्ट गर्छ। म यस सबै कुराको लिङ्क डिस्क्रिप्सनमा दिन्छु, हजुरहरूले हेर्न सक्नुहुन्छ। अब म हजुरहरूलाई भन्छु कि कुन खालको स्पेक्स चाहिन्छ हजुरहरूले त्यो 25,000 अथवा 28,000मा किन्ने पिसीको। सुरुमा त त्यो i5 6 जेनेरेसन जतिको हुनुपर्छ। दोस्रोमा त्यसमा मिनिमम 8 GB ऱ्याम त हुनैपर्छ, किनकि 8 GB ऱ्याम बिना अहिले केही पनि काम गर्न सकिँदैन। अनि त्यसमा SSD हुनुपर्छ। सकेसम्म हजुरहरूले पुरै सेट किन्नुपर्छ जसमा हामीलाई फाइदा हुन्छ। एउटा मोनिटर पनि पाइन्छ, किबोर्ड माउस पनि पाइन्छ र एउटा CPU पाउँछ जुन चाहिँ मेन चिज हो। मैले पहिले भनिसकेँ कि त्यो पिसीमा i5 6 जेनेरेसनको प्रोसेसर त मिनिमम हुनैपर्छ, किनकि विथआउट त्यो हजुरहरूको ग्राफिक कार्डसँग राम्रोसँग सपोर्ट हुन्न अनि हजुरहरूको ग्राफिक कार्डको फुल पोटेन्सियल त्यसले अनलक गर्न दिँदैन। त्यसै कारणले i5 6 जेनेरेसन भएको एउटा पिसी चाहिन्छ। त्यसमा RX 580 ग्राफिक्स कार्ड भएको राम्रो, अनि त्यसमा 8 GB ऱ्याम त हुनैपर्छ, अनि एउटा 256 अथवा 512 GB को SSD हजुरहरूलाई राम्रो खालको चाहिन्छ, अनि एउटा राम्रो पावर सप्लाई चाहिन्छ जुनले त्यो पावर दिन सकोस् सबै कुरालाई। आशा गर्छु कि यो भिडियोले हजुरहरूलाई क्लियर गरिदिएको छ कि कसरी 30 र 40,000को बजेटमा एउटा राम्रो गेमिङ पिसी हजुरले बनाउन सक्नुहुन्छ भनेर। बाई बाई। र भिडियोले हजुरलाई पिसीको बारेमा क्लियर अलिकति पनि गरिदिएको छ भने लाइक एन्ड सब्सक्राइब गरिदिनुहोस् होला। धन्यवाद। ल बाई बाई।